यस्तो गर्दै टिप्ने हो टक 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 हामी चाहिँ रेम्बिक जानको लागि चाहिँ रेडी हुँदैछौँ रेम्बिक जानु मन परेको छैन रेम्बिक जानु मन परेको छैन चाहिँ मैले लगाएको छु गाईहरूले झकाउँदैछ मलाई चियापत्ती टिप्नु हेरोइन बनाइदिएको छु झरे त अब हामीले चियापत्ती टिप्न जाँदैछौँ गाइसहरू के दामी देख्यो भाडा धुँदैछ सेपीमा आएर चाहिँ कोला चाहिँ धुनु दिँदिन हेलो गाइस वेलकम बैक टु माई युट्युब च्यानल अनि तपाईँलाई मेरो युट्युब च्यानलमा स्वागत छ अनि आज फेरि अर्को भिडियो लिएर आएको छु मन पर्नेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला अब हामी चाहिँ चियापत्ती टिप्न जाँदैछौँ टिप्छु म यहाँ चाहिँ खेल्नु नि ल स्नेक हुन्छ नि के दामी फुलिरहेको छ टिकटिकी फुल दादाले टिपिदिन्छ तिमीहरू चाहिँ मुमाकोमा खेल्नु ल माथि कपुरमा हिँड मेरो हात इभान बोका छिटो डिजे बजाएर सानो हात दुखिरहेको छैन ल यता उकाएर छिटो बोका अब हामीले चियापत्ती टिप्न जाँदैछौँ गाइसहरू चियापत्ती टिप्नु इभानहरूको बाख्रा कराउँदैछ गाई कराउँदैछ गाईहरूले गोल अब यहाँ खेल्दै गर्छ म चियापत्ती टिप्छु के भयो यहीँ खेल चाहिँ मैले यस्तो फुलको हेरोइन बनाइदिएको छु झरे त नगर चला चला के दामी यस्तो गर्न के दामी देख्यो चाहिँ मैले लगाएको छु टिकटिके फुलको बनाएर लगाएको छु मैले हेलो गाइसहरू तपाईँहरू के गर्नुहुँदैछ कस्तो गर्नुहुँदैछ ठिकै हुनुहुन्छ होला है अब म चाहिँ चियापत्ती टिप्न जाँदैछु अहिले चाहिँ हामी बसिरहेको छु यहाँ शीतल शीतल हावा आउँदैछ है अनि मेरो नानीहरू चाहिँ यहाँ खेल्छ तपाईँहरूलाई म नानीहरू छ इभान चाहिँ नि चढिरहेको छ सरहरू हेर्नुहोस् है बान चाहिँ रुखको टुप्पोमा मात्रै चढ्छ यहाँ चाहिँ हाम्रो आरुचियाको बोट कहाँ यहाँ बस्छ बहिनीसँग चाहिँ त बहिनी सबै टाउको ठोकिन्छ बहिनीको म यहीँतिर टिप्छु यहीँतिर नगर न बहिनी त्यस्तो चियापत्तीको बोट चाहिँ यहाँ छ गाइसहरू आज चाहिँ पुरा घाम लागिरहेको छ चियापत्ती त्यतिको भएको छ है यो चाहिँ हाम्रो बारी हो चियापत्ती टिप्ने अब चाहिँ म यहाँको चियापत्ती टिप्छु मैले टिप्दैछु फर्स्ट चियापत्ती है चियापत्ती कसरी टिप्ने भन्दाखेरि यसरी टिप्ने हो गाइसहरू यसरी यस्तो गर्दै टिप्ने हो टक 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 पुरा हुर्किसकेछ नि त त्यही भएर चाहिँ टिपेर लाँदैछु बहिनी त्यसो नगर नानी नगर घाम चाहिँ हेब्बी लागिरहेको छ गाइसहरू म चाहिँ एकदमै टाउको दुखेर सिकिस्ता भएको थिएँ है तर पनि केही छैन है दबाई सबै खाएर चाहिँ कहिलेकाहीँ यस्तो जङ्गलतिर पनि नेचरको छेउमा नेचरको काखमा पनि खेल्नु आउनुपर्छ त्यही भएर चाहिँ म चाहिँ यसरी भुइँमा ड्याम्मै बसेर चाहिँ चियापत्ती टिप्दैछु मैले चियापत्ती चाहिँ यहाँ सेपी बिहा भएर मलाई टिप्नु जानेको तल त जान्थिनँ टिप्नु हो
अहिले चाहिँ जान्दैछु किनकि काम भनेको कुरा चाहिँ सबै कुरा चाहिँ हामीले चाहिँ सिकिराख्नुपर्छ है जिन्दगीको कुनै पनि गोरेटोमा हैन कहिले उकालो कहिले ओह्रालो त आउँछै आउँछ है त्यो कुरामा सबै काम सिकेको छ भने चाहिँ आफूलाई नै काम लाग्छ भन्नु चाहन्छु है तपाईहरुले पनि सिक्नुहोस् हरेक काम सिक्नुहोस् है त्यो टन पुर्नु घाममा टिप्नुको त दरकार त केही थिएन तपाईलाई पनि अब किनकि यो चियापत्ती त्यसै हुर्केर बिक्रिनु भन्दाखेरि चाहिँ किन भनेर टिप्दैछु हो यसलाई चाहिँ म मजाले रिम्बिक लगेर है घाममा सुकाएर मारेर अनि तपाईलाई म चिया पिएर देखाउँछु है त गाइस हुन्छ यहाँ कहाँ सफा गर जाऊ फुपाको पनि छोडेर मेरो फुपा सफा गरिदिन्छु ल भन बहिनी फुपा कुन चाहिँ हो मुमा चाहिँ ए कसरी चिन्यो उनले ल गाईले जगाउँदैछ मलाई चियापत्तीको त्यो होइन सुरे यो छ नि यो ए सम्झ फेदमा गर्ने व्हाइटको चाहिँ ल ए ग्रीन कलरको टिपा चाहिँ हेरौँ भाइले टिपेको मेरो छोरालाई पनि म चियापत्ती टिप्नु है त्यो होइन त टिपेको त्यो होइन यहाँ छ त यहाँ यस्तो नयाँ टिप्नु नयाँ म अर्को जग्गाबाट लेखिनु यहाँबाट टिप्दै जानुपर्छ होइन त त्यहाँ जानु छ नि अलिक छिटो गरौँ न छिटो गरौँ न अब ढिलो हुन्छ नि घर जानुपर्छ हामी मेरो छोराले चाहिँ भाडा दिँदैछ तपाईँलाई देखाउँछु ल सेपीमा मेरो छोरा चाहिँ भाडा दिँदैछ गाइसहरू हेर्नु न सेपीमा यसो पुरा काम गर्छ नि उनले पानी फ्याँग उसले चाहिँ भाडा दिँदैछ सेपीमा आएर चाहिँ पर चाहिँ धुनु दिँदिनँ किनकि पर चाहिँ पानी यति साह्रो पस्दै छैन नि त त्यही भएर गाईहरूले भाडा दिँदैछ गाईरोपले सबै धुयो के हो के गरेको छु भाडा दिँदैछ क्या उसले खतरा छ मेरो छोरा भाडा पनि दिइसक्यो कहाँ राख्यो साबुनहरू पनि छन् क्या होला है कहाँ रुपियाँ भाडा धोएको छ मेरो छोराले भाडा हामी चाहिँ रिम्बिक जानको लागि चाहिँ रेडी हुँदैछौँ रेडी भइसकेको छ हाम्रो सामानहरू यहाँ छ बिहाएर पनि अब हामी चाहिँ लागेको रिम्बिक यहाँ छ मैले नाच्दैछ तिमी सेपी रिम्बिक जानुको लागि कस्तो भएर छ भन छिटो कस्तो भएर छ रिम्बिक जानु मन परेको छैन बहिनीले रिम्बिक जानु मन परेको छैन बहिनीको रिम्बिकमा के छ अन्त बेबी सर्फको बोला अन्त म्याउ अन्त गुराको यस्तो रप अन्त गुराको नाम यस्तो अर्को गुराको रप अन्त अर्को चाहिँ अर्को गुराको नाम यस्तो लप ओके बाई भन न ओके बाई हात चाहिँ बाई हात बाई बाई
भुलेपछि गाउँछु ल